हेलो गाइज, आज हामी तपाईलाई रुकुमको विभिन्न स्थानको भिडियो देखाउने क्रममा तपाईलाई लिएर जाँदैछौँ तकसेरा टु रन्मा गाउँ, जो चाहिँ रुकुम इस्टको सबैभन्दा अन्तिम गाउँ पनि भनेर चिन्ने गरेको छ, जो चाहिँ निकै विकट ठाउँमा रहेको छ यो गाउँ। यो गाउँको भिडियो देखाउनको लागि आज हामी तपाईलाई लिएर जाँदैछौँ। यो देखिरहेको स्थान हो टकसेरा। अब टकसेराबाट हामी बाछीगाउँ हुँदै हाम्रो यात्रा अगाडि बढाउनेछौँ रन्मातर्फ। अहिले भने हामी आइपुगेछौँ रनमा र रन्मामा आइसकेपछि थप यहाँबाट चाहिँ दुईजना मान्छे यहाँ हाम्रो गाडीमा राखिएको छ। जब कि हामी अलरेडी यहाँ प्याक भइसकेर हामी चाहिँ छतमा बसिरहेका छौँ। फेरि पनि यहाँ दुईजना थप भएको छ, किनभने यो गाउँ हो। गाउँमा चाहिँ यति गरेन भने नेक्स्ट टाइमबाट फेरि ड्राइभरलाई फेरि धेरै अप्ठ्यारो पर्ने भएको कारणले हामी पनि एडजस्ट गरेर हामीले हाम्रो यात्रा फेरि कन्टिन्यू अगाडि बढाउँदैछौँ। साथीहरु, हामी यो हेर्नुस्, यो नेचुरल फुल हो। यो कति हेर्नुहुन्छ होला, हेर्नुस् ल ल हेर, यो हामीलाई स्वागत गर्न बसेको होला है। यो रुकुम यति राम्रो रहेछ, मान्छे पनि राम्रो रहेछ नि यहाँको हो। होइन त्यो छतमा बस्नु उ गर्नु एउटा कुरा हो त्यो, होइन। ल हेर्नुहोस्, यहाँ टिकटकहरू बनाउने भिडियोहरू बनाउने मान्छेहरूको भिडभाड हेर्नुहोस्। ल हेर्नुहोस् ल यहाँ अब कपडा खोल्ने भने गर्मी जाडो हुन्छ है। यसलाई के भयो, बाछीगाउँ ल बाछीगाउँ है यो गाइजहरू, यो बाछीगाउँ हो। बाछीगाउँको हामीले यो ओहो टोपी लगाएको मान्छे पनि टोपी खोलेर बस्न पर्यो के, कति रमाइलो हो, कति राम्रो, कति यसरी बस्न हो कि पर्ने हेर्नु त टेन्ट। ओहो ल हेर्नुहोस् यहाँ कति राम्रो हो यो यो बुभरि फुटेको यो फुल, कति राम्रो हो। कति यो घुम्न चाहिँ आउनुहोस् है, जिन्दगीमा एकपटक घुम्न चाहिँ आउनुहोस् है यहाँ है गाइजहरू। मैले यो अनुरोध गर्छु तपाईँहरूलाई, जहाँ हुनुहुन्छ, जो जे गरेर बस्नुभएको छ होइन, यो चाहिँ यहाँ चाहिँ घुम्न आउनुहोस्। यहाँ चाहिँ घुम्न आउनु होला है। यो हेर्नुहोस् श्याम दाइ, ल यता हाम्रो सरकार साहब हजुर ल सर्ट भिडियो पनि क्लिप खिचिदिनु न। ल यताबाट नमिला हान्नु त, यसरी ढलाउनु चाहिँ नढलाउनु। ढले है, सरी यो नढलाउनु। उता रहेछ अझै खिच्नु। जाउँ उता
यो फुल चाहिँ नभाचौँ है फुल चाहिँ नभाचौँ न फुल नटिप्ने नभास्ने नै ल हो ल है हेर्नु त कसले भाँच्छ चाहिँ नगरौँ यो नगरौँ यति राम्रो सुन्दर प्रकृतिको ओहो यो फुल देखेर नअगाउने भयो फुल हेर्नुहोस् त यहाँ हेर्नुहोस् फुल नबिगारौँ है फुल नबिगारौँ जे सर असाध्यै राम्रो रुकुम पूर्व यो स्वर्ग भन्दा पनि राम्रो स्वर्गमा बरु यति राम्रो छैन होला है यो यति राम्रो छ यो गाडीको मान्छे हेर्नु सर उता एकछिन गाडीमा यति धेरै मान्छे रहेछ नि यत्रो गाडीमा लगाएर ठुलो गाडी हो क्या ल अब यहाँ पनि सबै होइन सबै ढाएछ नडलाउनु है ल हजुरको कस्तो मजा आइरहेछ है यहाँ म त एभरेस्ट बेस क्याम्प जान नपाएर यहाँ रनामा थिएँ यहाँ सरहरूले चाहिँ यता रुकुम जाम भनेपछि आएको यहाँ बडो मुस्किलले बिदा मिलाएर कस्तो लागिरहेछ यो रुकुम पूर्वको खर्च भएको छैन यो यता आएको चाहिँ फलदायी नै छ फलदायी छ होइन हजुर अनि यो यसरी नेचुरल रूपमै यो फुलेका फुलहरू देख्दाखेरि कस्तो लागिरहेको छ यस्तो फुलहरू हाम्रो बगैँचामा पनि प्रकृति अपरम्पार छ आफूलाई सिँगारेर राख्नलाई प्रकृतिलाई कुनै कन्जुसाइ गरेका छैनन् हामीले चाहिँ त्यसको संरक्षण गरिदिनुपर्छ इन्जोय गरिदिनुपर्छ अहिले चाहिँ घाम लागेको भएर यहाँ छ नभए त चिसो छ है यो बाछी गाउँमा ओहो कति राम्रो टिकटक र फुल यस्तो राम्रो रहेछ र पो मान्छेले अनि त्यसपछि यो रुकुम जाम तकसेरा जाम मैकोट जाम होइन यस्तो भन्न किन आउँछ मान्छेहरूलाई भनेको त यो रहेछ तरिका यो रहेछ सुन्दरता यो रहेछ ल हेर्नुहोस् कति हेर्नु यो यो पाटनभरि फुलेका फुलहरू यहाँ मात्रै होइन माथि हेर्नुहोस् माथि त्यस्तै छ यता त्यस्तै छ कति राम्रो फुल फुलेछ घुम्न आउनुहोस् न हो मैकोट के भन्छ हुकाम भन्छ यो चाहिँ अहिले हामी चाहिँ यो भएको चाहिँ यो ऊ हो यो के भन्छ यसलाई तकसेराबाट अगाडिको यो बाछी गाउँ है यो हेर्नुहोस् गाइजहरू ल हेर्नुहोस् त यो प्रकृतिमा फुलेको फुल हो आफै फुलेको यो जङ्गलमा ल हेर्नुहोस् बुकिहरू बुकी फुलेको यस्तो पो ठाउँ है यस्तो पो ठाउँमा बस्नु यति रमाइलो ठाउँमा घुम्न पो आउनु घुम्न आउनुहोस् न घुम्न मात्र आउनुहोस् कि यो हेर्नुहोस् न हाम्रो यात्रा निकै लामो छ कति हामी आधा पनि आएको छैनौँ यो कतिको देखिन्छ यो पारिपट्टि त्यो धर्सा जस्तो देखियो होला सायद यहाँबाट अलिअलि त्यो धर्सातिरबाट अझै उतै पुग्ने हामी होइन त्यति टाढा छ जाने हो माथि बसेको जाडो भइसकेको छ साँझ समय भएर होला त्यो पुरै गम्मा लगाएपछि त्यो एकदमै ठिकै भइसकेको छ यस्तो छ केही पाउनुको लागि केही गुमाउनु पर्छ भने जस्तै यस्तै हो टावर मात्रै हो कि हो त्यो टावर मात्रै हो त्यो बाटो बनाएर रहेछ कोही के जस्तो यार समातम गाडी होटेल नभने फुल त यहाँ पर रहेछ फेरि फुलो कहाँ पर फुल दिएको छैन सर हाम्रो हुकामले चाहिँ किन
किनभने चाहिँ हाम्रो जग्गाहरू अलिक कम छ कि छ सरासी बाटो छ त्यही भएर हुर्काउने चाहिँ खोल्नु नसक्छ अब हजुर मेरो गुन्डास गति त्यहाँ गरमा पनि छ हुर्काममा पनि छ तर यो माथि बाटो चाहिँ लगिन्छ तपाईँले यो बाटो कहाँ जान्छ भन्नुहुन्छ नि त्यो उपल्लो गर्नु थियो त खोल्सामा आएका छौँ गाइस अहिले हामी उत्तर गङ्गा गाउँपालिका 3 भल्का पूर्वी रुकुममा आइपुगेको रहेछौँ यो लोकेसन रहेछ भल्काको है त मैले देखाइरहेको छु तपाईँहरूलाई यसरी यही बाटो हुँदै हामी अब फेरि अगाडि बढ्दैछौँ सानोभन्दा सानो कुराहरू पनि तपाईँलाई सकेसम्म जानकारी दिने कोसिस गर्दै हाम्रो यात्रा अगाडि निरन्तर बढिरहेको छ अब भल्कालाई छोडेर हामी फेरि अगाडि आउनु पर्दैछौँ आउँछ अलिअलि घट्टेटोलाको यो खोला देखाइरहेको छ देख्न सक्नुहुन्छ खोला भनेको कस्तो भन्दाखेरि बाटो भनेको खतरनाकै रहेछ खतरनाक भयानकै रहेछ अझै अब योभन्दा अझै खतरनाक भयानक बाटो आउँदैछ भन्दैछ भाइले त्यो चाहिँ के अरे खैरेभिर खैरेभिरतिर जाँदा त लाग्छ होला साइड अहिले साइड खोलाको समुद्र देखाउँछ हेलो गाइज गुड मर्निङ आज हाम्रो यात्राको यो दोस्रो दिन हिजो रात परेर हामी चाहिँ यहीँसम्म चाहिँ आएर बास बसेको थियौँ भने आज भने हामी जानेछौँ पारिपट्टि देखेको जुन डाँडा त्यसको चाहिँ त्यसको पछाडिपट्टि चाहिँ रहेको छ रन्मा गाउँ जहाँ चाहिँ पुग्नलाई हामीलाई लगभग 3 घन्टा लाग्नेछ र आजको हाम्रो फाइनल डेस्टिनेसन त्यहीँसम्मको रहनेछ र त्यहाँ पुगेपछि तपाईँलाई हामीले देखाउनेछौँ रन्मा भिलेज। यो हामी लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पनि यो हाम्रो अति उत्तरको यो विकट क्षेत्र भन्छ यसलाई। अब त्यो भनेको वडा नम्बर 3 रन्मा गाउँमा छौँ। रन्मा गाउँ यो चाहिँ यस्तो छ, हेर्नुहोस् म यहाँनिर बसेर यो भिडियोहरू बनाइरहेको छु है। यो रन्मा गाउँ हो। ल गाइजहरू हेर्नुहोस्, ल यो एकदम ट्रेडिसनल एकदम पुरानो उहरू छ यहाँ सबै देख्न पाउनुहुन्छ। हेर्नुहोस् यो गाउँ हो। यहाँ अब बत्तीको लागि सोलरको पनि व्यवस्था रहेको छ। यी स्थानीय लगाइको विद्युत पनि रहेछ। यहाँ धेरै चिसो छ, चिसो ठाउँ छ है यो। रन्मा गाउँ
घर हेर्नुहोस् ल यो रुख सुन्दर जाने त्यो डाँडा काटेर हो हेर्नुहोस् कति देख्नुहुन्छ पुथार तरङ्ग गाउँपालिका वडा नम्बर 3 रुकुमपुर विभाग सामुदायिक निर्माण केन्द्र है हेर्नुहोस् के भएको तिम्रो नाम के हो निर्मला हो अलि यता बस्यो यता आऊ अगाडि के भएको यो के भएको गाउँ के भएर गाउँ भएको सरेको हो घाउ यता देखाउ त अझै यता फर्को त ओहो नि घाउ भएर चाहिँ के नाम हो तिम्रो निर्मला हो के भएको र घाउ यस्तो ओहो गाईको बेता सरेको गाईको बेथा सरेको रे कसले भनेको त्यो उसको मम्मीले भन्थे गाईको बेता सरेको रे अनि कसरी सन्चो हुन्छ त्यो पछि बिस्तारै सन्चो हुँदै जान्छ बिस्तारै सन्चो हुन्छ दर्शकहरू कसले हेर्दै हुनुहुन्छ यो भिडियो नानीको यो समस्या भएर चाहिँ के औषधि गर्नु हो साथीहरू मैले पुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 3 रुकुमपुरमा छु भनेर मैले भनिरहेको थिएँ अहिले चाहिँ म तपाईँहरूलाई बोर्डसहित देखाउँछु ल हेर्नुहोस् बोर्डसहित देखाउँछु रुकुमपुरको पुथा उत्तर गङ्गा गाउँपालिकाको वडा नम्बर 3 मा छु ल है यो साथीहरू हेर्नुहोस् अनि रुकुमपुरको पुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 3 को वडा कार्यालय हो यो वडा कार्यालयमा आएको छु है ल अब तपाईँहरूले यहाँबाट मैले सकेको तपाईँहरूलाई भिडियो जति सकिन्छ यो यहाँ गाउँदेखि पारिपट्टि देखिने यो जुन आज हामी यो रुममा बसेर माथिले यो तल्लोपट्टि चाहिँ बिचमा मान्छेहरू बस्नु माथि चाहिँ त्यो उसमा अगाडिपट्टि भएकाहरू छ सबैको घरहरू चाहिँ पूर्वमा खालको अनि यो चाहिँ यहाँनिर यो इन्टरनेटको छ यो इन्टरनेटको व्यवस्थापन यहाँनिर गरेको रहेछ ल यो यहाँबाट देखिने पारी सुन्दर अब अहिले हामी यो माथि डाँडाबाट जाँदैछौँ भने पछिलाई भोलिको यो ट्र्याक खोल्दैछ यताबाट यो ट्र्याक खोल्दैछ तिर्सो बाटो गएर उतापट्टि जाने हो यो है अनि यहाँनिर चाहिँ यो ट्र्याक खोलिदिरहेको छ अब पछि आउनेहरूलाई सजिलो हुनसक्छ है अहिले चाहिँ यो छ अवस्था यहाँनिर यो घरहरूको मैले पछाडिको भागबाट तपाईँहरूलाई देखाइरहेको छु यो नेपालको झन्डा छ यहाँ यो नेपालको झन्डा पुथा उत्तर गङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय हो यो वडा नम्बर 3 को नमस्कार के गर्दै हुनुहुन्छ किने खाने बुढी छु अन्त गर्न सक्दैन के भयो म त यस्तो बुढी छु त यो के हो यो त्यो गुरगुरे गाइकन खेल्छ नातिले यो के बाबु यस्तो पाउँको छ मलाई लाग्दैछ हजुर मलाई लाग्दैछ दिनुहोस् त तेल किने खाने पर्छ कि छैन यहाँ पर्छ होइन के भन्छ बिरामी हुनुहुन्छ के को बिरामी हुनुहुन्छ लुटिकन यहाँ बल्दाले फालिकन कता यो बाबु यो भाग लुटेर बल्दाले फालेको भेट भयो यहीँ छु म वडा कार्यालयमै छु म यतैबाट हो जाने जतिर गएर पनि हुन्छ
थाहा पाइन हजुर आएको होइन हजुरहरू त यहीँ नजिक छ गइराख्नुहुन्छ होला नि सुन्दर भयो राक्षा भयो म जता कता नेपाली साफसित घुमेको हम हजुर घुमेको हम अब अहिले पो थाहा पाएँ अनि जाने इच्छा लागेको छ पो दरबार भएको ठिक छ फेरि जाने फेरि भइरहन्छ यहीँ त हजुरहरूको नजिक हो हामी त धेरै टाढाबाट आएको उटुलदेखि आएको त्यही भएर बोतल भन्दा म पनि यस्तै भएर अल्लमल्ल भयो हजुर म पनि अहिले घरै घर छ अहिले यता आएको छु तर सुन्दर जान त आज पुग्नु सकिन्न भयो भोलि पुगिन्छ धेरै टाढा छ आज त सकिँदैन हजुर जति तक्रा गरी हिँडे पनि आज त सकिँदैन आजकल त सम्पत्ति गाई भेडा सबै भागिसके आजकल त ओतमा घरमा बस्ने हो अनि भोलि भने पुगिन्छ मजाले भोलि पुगिन्छ होइन फेरि पहिला बाटो अप्ठ्यारो थियो अहिले त बाटो पनि गोरे एकदम राम्रो छ सुन्दर जाने त माथि सुन्दरबाट तलतिर झरेर उकालो जाने हुन्थ्यो अहिले त माथि यो नि अध्यक्ष हो नि यो घरको बोरी छ नि त हजुर यही घर हो यो पारीको यो पारी खो यिनकै पालामा सोनार लगाएको हो त्यो सबै रातो त्यो त्रिपाल भएको घर हो हजुर हजुर वडा अध्यक्ष घर हो त्यो वडा अध्यक्ष हो नि त पहिलाको कल उड़ी जा मही त जे भयो जे पर्दै जा काण्डाउ रे हो के छुतुकेस पाए सबै के भयो के भन्नु बाटो यता हो अनि उसको सङ्गी यता गया भन्छन् तिम्रो सङ्गी आएकै छैन साथै होइन गइसके होइन एकजना रहेछ त यहाँ म थाहा भएर म जान्थेँ क्या सर हो र ठिक छ ल अहिले म गएँ सँगै साथी तल गछन् तलसँग तिमीले पनि फेरि छोडेर गयो भने भनेर हो त सर हो ल कहाँ छ नि त तल यहीँ छ नि घोडामा जाने म चाहिँ कहाँ हिँडेको हो पानी भर्ने ल अब माथि यहाँ के छ बैठक चलेछ बैठक चलेको छ यहाँ आमा समूहको बैठक चलेको छ के भइरहेछ यहाँ के भइरहेछ सरसफाइ कार्यक्रम भएको छ यो पुरानो घर है यो मान्छे छैनन् यो घर मान्छेहरू छैनन् किन धेरै पुरानो घर विदेश गएको छन् त यहाँको मान्छेहरू त विदेश गएछन् अब दुईटा भए कुरा के हुन्छ कि दुईटा छाड्नु पर्यो यहाँ कोठा छाड्नु गाउँघर क्लिनिक पुरानो घर गाइजहरू हेर्नुहोस् है म चाहिँ अब यो सुन्दरको ट्रेकमा हिँडेको मान्छे यतातिर छु रनमा गाउँ रुकुम पूर्वको यो पुथार गाउँपालिका वडा नम्बर 3 रनमा भन्ने गाउँ हो है म यहाँनिर घुम्न आएको छु अब यहाँको डेली लाइफस्टाइल कस्तो छ भनेर मैले सकेसम्मको तपाईँहरूलाई भिडियोमा देखाउने प्रयास गर्छु है हेर्नुहोस् हाम्रो यहाँ हुनुहुन्छ बुढी आमाहरू कसरी बस्नुभएको छ घर
नमस्ते आमा नमस्ते के भयो के भयो गान सुन्नुहुन्न ल हामी कस्तो हुन्छ ल हेर्नुहोस् हो यो हेर्नुहोस् है यो अलि नजिकबाट यसलाई के भन्छ पाहाको ल पाहा यो पाहाडको पाहाको तपाईँले खानुपर्छ कि खानु भएन ल हेर्नुहोस् त्यो देखाउनलाई म चाहिँ यो खिचेको है यो ढिँडो ल यो ढिँडो यो ल ल ल पास सुरु गरियो गुड ए त्यो झन्डा भएको घर रहेछ होइन मैले देखेँ ल गाईहरू यताबाट खिच्दाखेरि आयो ल यो म रनमा गाउँमा छु सर साथीहरू ल हेर्नुहोस् यहाँको डेली लाइफ स्टाइल मैले सकेको भिडियोमा कैद गरेको छु है यी बच्चाहरू छन् मान्छे ल यहाँबाट घर यस्तो छ यहाँबाट यसरी जाने घरको यतातिर छ घाम यतातिर परिसक्यो घर प्रायः यस्तो छ यो मन्दिर होइन है यो भकारी हो भकारी हो तलपट्टि कोट माथि आफ्नो बसाइ र माथिपट्टि यो मन्दिर जस्तो भकारी यसो गुरु आएको छ गुरुले हान्छ कि हाल्दैन मलाई के गर्छ आफै लाग्छ कि मलाई हान्छ कि कत्रा गुरु कालेको कस्तो देखिन्छ ल्यान्ड सुविधा ल्यान्ड के हेरेको बाबु ल गाइजहरू यो हेर्नुहोस् है रनमा गाउँ हो यो रनमा गाउँ कस्तो लागिरहेको तपाईँलाई यहाँको लाइफस्टाइल गाउँको स्टाइल उहरू ल पछाडि बढाइकन आउनुभएको छ हेर्नुहोस् भारी बोकेर आउनुभएको छ म चाहिँ मैला यता